साथीहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो भिडियोमा। अनि आज चाहिँ हामी जाँदै छौं फुपू र म मकै गोड्नलाई। हाम्रो आफ्नै मकै गोड्नलाई जाँदै छौं हामी खाना खाएर। अनि हाम्रो चाहिँ मामा अगाडि नै गइसक्नु भयो अनि हामी चाहिँ फुपू र म अहिले जाँदै छौं। यता हेर्दिन तपाई फुपू चाहिँ के रे कोदाली बोकेर अगाडि अगाडि जाँदै हुनुहुन्छ अनि म चाहिँ यता हालिदिँदै आएर छु। मेरो कोदाली पनि फुपूले बोक्दिनु भएको छ। म चाहिँ यतिकै हिँडिरहेको छु अनि फुपूले चाहिँ मेरो यहाँ बोक्दिनु भएको छ। बुहारी मान्छेले काम भारी बोक्नुपर्छ भन्ने छ र छैन नि? डाँडा काँडा यस्तो छ हाम्रो गाउँ घरहरू। यिनीहरू चाहिँ सबै छोडिसक्यो घरहरू। यतानिर त प्राय छोडिसक्यो है फुपू? सबै छोडिसक्यो। यो चाहिँ स्याउत गाउँ हो यो। सब एउटा छैन। त्यहाँ चाहिँ छ क्या एउटा घर हेऱ्यो तल चाहिँ। अरू चाहिँ यता देखेको घरहरू सबै कोही छैन, सबै छोडेर गइसक्यो। सबै छोडेर गइसक्यो यो घरहरू। काठमाडौँ, पोखरा, चितवन सब बस्न सरिसक्यो। हामी मात्रै छौँ यता। बाँदर आउँछ यतानिर। बाँदर यस्तो जङ्गल छ। पानी आमालाई हेर्नु, पानी आमालाई त्यति लिची लिचीको बोट हो त बे फालेछ र लिची बाँदरले राख्छ के को मान्छेले कुर्ला नि। पैसामा दिएर बस्ने हो? ए होइन क्या कुर्ने भन्ने कुर्ने। खुबै फाले खाँदौ कतिहरू फालेको 200 फाले खा। यो पानी आमालाई खायो भने नि औषधि हुन्छ अरे। पानी आमालाई त धेरै औषधि बनाउँछ ज्वरको। बोर्ड काटेर लान्छ। तपाईँ बोल्नु भिडियोमा। के बोल्नुले मलाई बोल्दा हामी मकै गर्न जाँदैछ भन्नु न। तब अनि सबैले देख्छ। बस्ने गाउँमा मकै गोड्न जान लाग्यो भाइ। हामी त बाटोमा हिँड्दैछौँ। घाम लाहा कसरी गोड्ने? घाम नलाइ हुन्थ्यो। घाम नलाएर शीतल भइदिए कति राम्रो हुन्थ्यो। जाने गरी सबैलाई बाई बाई छ। यसलाई चाहिँ हामी स्याउत गाउँ भन्छौँ। स्याउत गाउँ हो यो चाहिँ। स्याउत हो कि स्याउत हो? अनि आज स्याउत के गरेको त? हाम्रो गाउँतिरको पसल यस्तो हुन्छ। आज चाहिँ बिदा भएको भएर हामी जान लाग्यो। नानीको बिदा छ। आज शनिबार नि नानीको बिदा हुन्छ। एउटा उसले चाहिँ सरकारले राम्रै गरे हो। शनिबार आइतबार नि बिदा दिएर हाइ फुपू। एउटाले चाहिँ फेरि बच्चाहरूको हुन्छ।
बर्खामा चाहिँ ठिक हुने भयो बिदा गरेर बस्नु परेन अन्त बच्चाहरू तपाईँ नि बिदा गरेर त सबै बिदा के शनिबार नि बिदा आइतबार नि बिदा आइसियुहरू त सबै सकिसकेको छ त्यता त रहेछ भाइ हेर्न अझै कम्ती थियो मरिस मुनितिर त कुन चाहिँ ऊ तलको मकै सकै कति नि डाँडा आठ महिना रे मलाई जाएको अहिले नानी मा धोरिदिने बा यो नि हो हाम्रो एकचोटि मात्रै आएको छु यो माथिको गर है यो घर चाहिँ हाम्रो बामन चाहिँ सुपला हामी आइपुग्यो मेलामा यता त कत्रो ठुलो भइसकेछ मकै नै हालिसकेको छ राख्नुलाई अगाडि छारेको यो मकै भाँजेर पोतो बेच छार्ने यो चाहिँ हाम्रो घर यहाँनिर चाहिँ हाम्रो इनर्जी ड्रिङ्क मगन ఎంత సాజిరి మీద పోసి దింగ బైందు కాపగా దే రోటేగా తింటారు तपाईँ खानुहुन्छ के खानलाई चाहिँ जीवनजल आधी त खनिसके त्यहाँसम्म अब आधी छ गर्मी त सकिन्न गर्मीले मर्न लाग्यो अब पानी लिएर जानुपर्ने हुन्छ म चाहिँ लास्टै गर्मीले घामले सकेन मुटै बाहिर बुलुक 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 उब्रिने यति खनेर भ्याए यहाँसम्म पुर्याएर हामी विश्राम गर्दैछौँ यति चाहिँ कति चाँडै खने तर माम्रो मैले फु चाहिँ यहाँ मल जरा जरामा मल हाल्दै बाक्लो भएको चाहिँ उखाल्दै जानु भएको यसरी हालेको मल जेमा पनि मल त्यत्रो मागा उखालेर नै आजै पातलो बाक्लो भएर नखाने यतिको त राख्ने यति भयो खनेर यहाँ रोड निकाल्यो बाटो ऊ जो गरजल झरेर यहाँ घर बन्छ यहाँ अँगन ऊ जो पछाडि बस्तु बाँध्ने खाला कि बा टिसम यहाँ तेरिन जेम पहिला मैले यो नि खारेर यहाँ घर मजा घर बनाएर यहाँ उन्दो खारेर उता तरकारी लाउने 12 खोर बनाएर जे पनि जति नै पुग्यो यता फर्काएर यसरी ढोको पुगो पानी के अरे अन्त इजु चुङ्बो भन्खेरि मलाई जो फेला इजु मगाउने भने त भन्नु यो रुख्ने हाम्रै पर्छ
पर्छ त्यो खा हाम्रो त पर्छ होला नि यो काला ऊ त्यहीँ रहेछ नि ज्वरोमा आफ्नो थपे जस्तो गर्नु पर्यो पाहुना गएर न बङ्बा हामी चाहिँ यो गर भ्याएर अब त्यो सुर्कोमा छौँ हामी त्यति भएपछि घर जाने अया हो हजुर बनाउनै पर्यो हामी चाहिँ मेला भ्याएर दिउँसै लाग्यो घरतिर अहिले चाहिँ कति बजेको छ भने 2:50 3 बज्न लागेछ 3 बज्न लाग्यो हामी 10:30 बजे आएको 3 बज्न लाग्यो अनि एक मुठा घाँस बोकेर जाँदैछौँ हाम्रो मामा त्यहाँनिर काट्नु के उता घाँस नपाउने यता फालै फाल बरु कचिया खाने यो कचिया पिस्ता खाने कचिया सानो मोटो काट्नु उता घाँस नपाउने यता फालै फाल मामा त्यहाँ मामा एक मुठा म एक मुठा बोकेर हामी जान्छौँ अहिले यहाँ बस्नु पर्यो अनि एक मुठा फेरि बनाउने रे फुपूले काट्नु न म यहीँ बस्छु हाम्रो चाहिँ बाख्रा छ दुईटा बाख्राको लागि घाँस उता घाँस पाउनु त पाउँछ खराहरू पाउँछ यतानिर पाती अनि कस्तो राम्रो राम्रो घाँसहरू पाइन्छ कति धेरै मौरी कराएको सुनेको कहाँ फुपू हामीलाई गाडी पायो हिँड्दै आएको त गाडी पायो अब जिप आयो जिपमा सर एकछिनमै पुग्ने भएपछि के चाहियो र घाँस चाहिँ त्यहाँ पछाडि हरियाली डाँडा काँडा हाम्रो गाउँठाउँ कस्तो फुल हो के फुलले छ नि दुई मुठा घाँस बोकेर लखर लखर भिडियो बनाएको के लखर लखर आइरहेको त जीप आइरहेको रहेछ अनि जीपमा चढेर हामी आएको एकछिनमै आइपुग्यौँ घरमा
हो ओके घरमा आइपुग्यो एकछिनमा धन्न अलिकति भने नै भयो है जिबाएर नत्र त आलीतिर हामी उसमा आउँदै रामेउ खान्छ रामेउ खान्छ आली नत्र त आना के गरे आना निस्क्यो क्या तिमीलाई निस्किने अझै मेरो छोरी त कुचो लिएर कुचो छुनु पर्यो हेलो कुचो छुनु पर्यो यो कुचो छुनु पर्यो यता भिङ्रा सानो रोयो 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 माथि ल्याएर राख्ने माथिलाई सुकिहाल्छ राख्यो भने बल्ल बल्ल आइपुगे ल तँलाई यता त बाख्रा चराएर कपडा त कपडा सुक्यो यत्रो कपडा धोएर गएको फेरि बिहान सुकेछ सब ठन्डा रङ भएछ सब सुकेछ कपडा सब सुकेछ सब सुकेछ यो पनि हाम्रै हो मकै यो दोहोऱ्याइसक्यो अब हाम्रो तरकारी सुरु हुँदै आयो किन त त्यो ओछ्याइदिनु भएको चाहिँ नखाएको आज बोला के घेतले पबला बोला खुब्जीला आज के त पाङ्मै पाङ्मै जान का त्यो बाँधेर फेरि उ गरिदिनु न हालिदिनु न सो साथीहरू आज चाहिँ अनि आएर चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भयो एकछिन आराम गरेँ अनि त्यसपछि अहिले चाहिँ खाना बनाउने टाइम भएको छ अनि खानासानाहरू बनाउँछौँ अनि आजको हाम्रो भिडियो यति नै हो हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्दै हामी फेरि पनि अर्को भिडियोमा भेट्ने नै छौँ अहिलेको लागि बाई बाई साथीहरू।